काठमाडौँमा पल्युसन रोक्नको लागि जुन अहिले अब यो चैत वैशाखमा हो 300 भन्दा माथि पुग्छ त्यो पल्युसन इन्डेक्स हैन, त्यो रोक्नको निम्ति इलेक्ट्रिक कार र रुख रोपे हुन्छ। सत्य कि भ्रम? यो भ्रम हो। भ्रम हो है? भ्रम हो। किन सर? किन भन्दाखेरि अब एउटा इलेक्ट्रिक कारले केही मात्रामा गर्ला, किनभने यो तपाईँको अरू पोल्युसनले अब काठमाडौँमा आउने धेरै त दुईवटा किसिमले हो नि त। एउटा चाहिँ फरेस्ट फायर भएर आउने हो। फरेस्ट फायर किन भयो भन्दाखेरि फरेस्ट म्यानेजमेन्ट भएन। फरेस्ट म्यानेजमेन्ट नहुने बित्तिकै त्यहाँको झारपात निकालिएन, फरेस्ट फायर भयो। अनि अर्को चाहिँ अब यो इन्डियामा कता कता छिमेकी देशहरूमा यो स्टेबल बर्डिङ गरिन्छ हामी, त्यसको कारणले गर्दा आउने हो। हजुर, मान्छे हामी आफूमा मात्रै डिपेन्डेन्ट छैन। हजुर, तपाईँ यदि हाम्रो देशको इन्भाइरोमेन्टल मिनिस्टर होइन, फाइनेन्स मिनिस्टर भने इन्भाइरोमेन्ट हजुर इकोनोमिक्समा हुनुहुन्छ, फाइनेन्स मिनिस्टर हुनुभएको भए कुनै एउटा डिसिजन छ जुन तपाईँले गर्नुहुन्थ्यो? फर्स्ट डिसिजन होइन, म त भएको भए त म के गर्थेँ भने हाम्रो नेचुरल रिसोर्सको सेक्टरलाई चाहिँ एउटा इन्डस्ट्रीको रूपमा घोषणा गर्थेँ। भनेको यिनीहरू जोगाउने भन्दा पनि यिनीहरू चाहिँ वाइजली सस्टेनेबल ढङ्गले चाहिँ युज गर्ने कुरा हो भनेर चाहिँ म घोषणा गर्थेँ। त्यसबाट हामीले ह्युज इकोनोमिक बेनिफिट लिन सक्छौँ। हजुर, नाइस। अनि सर अहिले प्रोफेसर पनि हुनुहुन्छ, सो मैले सोधि पनि हालेँ, अहिले युनिभर्सिटीमा विद्यार्थीहरू फरेस्ट्री पढ्न आइरहेछन् कि अस्ट्रेलिया जाने भनेर आउँछन्? यो चाहिँ दुइटै छ। दुइटै छ। यो चाहिँ दुइटै छ। एउटा फरेस्ट्री पढ्दाखेरि विदेश जान सजिलो पनि छ, त्यो हिसाबले नै आएका छन्, र अब केही चाहिँ फरेस्ट्री नै पढ्नु भनेर नै आएका छन्। यो दुइटै छन्। हजुर, त्यही त हाम्रो एकदम अहिले ब्रेन ड्रेन छ। हामी माइग्रेसन फरेन एजुकेसन नराम्रो कुरा त होइन, डेफिनेटली राम्रै कुरा हो। हामीले दक्ष जनशक्ति पाउँछौँ, यदि नेपाल आयो भने मात्रै पाउँछौँ होइन। सो ब्रेन ड्रेनको सिलसिला एकदम हाई भएको बेलामा सरलाई यो क्वेसन पनि एकदम रिलेटेबल लाग्यो होला।